हेलो सबैलाई स्वागत छ मेरो सेकेन्ड गोर्खाली ब्लगमा। यो चाहिँ मेरो सेकेन्ड ब्लग र अहिले चाहिँ मेरो ड्युटी जाने टाइम भइसक्यो र म ड्युटीको लागि रेडी हुन्छु। अब र साथीहरू मेरो चाहिँ एउटा ह्याबिट छ, पहिला नुहाउनुभन्दा अगाडि चाहिँ मुख धुने मजाले, अनि त्यसपछि गएर चाहिँ नुहाउने। पहिला चाहिँ मैले कहिले नि मुख धुन्छु अनि त्यसपछि बल र अहिले चाहिँ म नुहाउन थालिसकेँ र नुहाउने बेलामा चाहिँ म साबुन र सेम्पू कहिले युज गर्दिनँ। र यो चाहिँ हाम्रो किचन हो। किचनमा चाहिँ खाना चाहिँ आफैले हालेर खानुपर्छ हैन। खानाहरू चाहिँ सबै पाकेर रेडी भएको हुन्छ तर हाल्नु चाहिँ आफैले पर्छ। अब यहाँ चाहिँ कसैले हालेर चाहिँ दिँदैनन्। खानाहरू सबै आफैले हाल्ने, आफैले खाने, आफैले भाँडा धुने सबै चाहिँ आफैले गर्नुपर्छ। अब घरतिर भएको भए चाहिँ अब आमाले नै हालिदिनु हुन्थ्यो खाना चाहिँ, अब यहाँ चाहिँ आफैले हाल्नुपर्छ क्यारे। र उहाँ चाहिँ मेरो मामा हुनुहुन्छ, मामा र म सँगै बसेर खाँदैछौँ अहिले खाना। अहिले चाहिँ म ड्युटीको लागि रेडी भइसकेँ र मामा चाहिँ मेरो तल वेट गर्दै हुनुहुन्छ र फाइनली म तल पुगिसकेँ हैन। पुगेर अब उता मामाले चाहिँ गाडी तान्दै हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। अनि म चाहिँ भ्लग बनाइरहेको छु। अब भ्लग बनाउनु पऱ्यो, केही हुन्छ कि भनेर सोचले भ्लग बनाउँदैछु। अनि मामा पनि आइसक्नुभयो उताबाट बाइक तानेर। मामा चाहिँ अलि आज स्याड हुनुहुन्छ, खै किन हो। मामालाई हाई गरिदिनु भनेको खै हेर्नु मात्रै हुन्छ, बल्ल हाँस्नु हाई गर्नुभयो। अहिले चाहिँ म र मामा ड्युटीमा जाँदैछु। मामाको र मेरो चाहिँ अहिले ड्युटी हो। यो हेर्न सक्नुहुन्छ हाम्रो रुम चाहिँ यहीँ हो। अनि अगाडि चाहिँ मेन हाइवे छ हैन। सधैँ हामीले यही बाटोबाट जानुपर्छ ड्युटी चाहिँ। मेरो र मामाको सँगै छ ड्युटी, अनि त्यसपछि म र मामा चाहिँ सँगै जान्छौँ हैन ड्युटी चाहिँ। हेर्नु सक्नुहुन्छ यो दृश्य अगाडिको तपाईहरू। यो चाहिँ सधैँ हामीले यहीँबाट जानुपर्छ हैन ड्युटी चाहिँ। अनि कहिलेकाहीँ अब बाइकमा जाँदा डर नि लाग्छ, गाडीहरू धेरै चलेको हुन्छ, चलेकै आफूले ठोकिदिने हो कि अर्काले ठोकिदिने भन्ने डर हुन्छ। अब हामी ड्युटी पुग्न लागिसकेका छौँ। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ धेरै मानिसहरू आउने गर्छन् हैन। मैले काम गर्ने नजिकै एउटा घुम्ने ठाउँ छ, अटल ब्रिज भन्ने ठाउँ हैन। त्यहाँ चाहिँ धेरै मानिसहरू आउने गर्छन्। अनि मैले काम गर्ने बिल्डिङ चाहिँ यही हो। अनि यहाँ चाहिँ कार पार्किङ भइहाल्यो। अनि फाइनली म बाहिर चाहिँ पुगिसकेँ। अनि यो चाहिँ हाम्रो होटलको चाहिँ यो डाइनिङ भइहाल्यो। यो चाहिँ हाम्रो डाइनिङ होइन, कस्टमरहरू चाहिँ बस्छन्। अनि यो भाइ चाहिँ आफ्नो काम गरिरहेको थियो, अनि फेरि म जिस्काउने मन लाग्यो कि हेर्ने बित्तिकै फेरि जिस्काइहालेँ मैले। अनि यो चाहिँ हाम्रो किचन भइहाल्यो। अनि यो चाहिँ हाम्रो फ्राइज मसिन हो यहीबाट। अनि यो चाहिँ हाम्रो सेक मसिन हो। अनि यहाँ चाहिँ हामीले स्टोक राख्छौँ हैन। यो चाहिँ डिप भइहाल्यो, अनि भेजिटेबलहरू भइहाल्यो। यहाँ चाहिँ हामीले अर्डर हाल्नुपर्ने हुन्छ। यो चाहिँ चिज भइहाल्यो। सबै कुरा गरेर हामीले चाहिँ पिज्जा चाहिँ यहाँदेखि पास गर्नुपर्छ। अनि हामीले चाहिँ अगाडिदेखि यहाँदेखि निकाउनुपर्छ। अनि यहाँ चाहिँ काट्ने हामी यहाँनिर हजुरहरूलाई म देखाउने छु पिज्जा चाहिँ कसरी बन्छ। अब पिज्जा कसरी बन्छ